मनोरञ्जनमूलक एफएम रेडियो अडियोका सञ्चालक दिपेन्द्र खनिया मृत अवस्थामा फेला परेका छन्। खनिया नयाँ बानेश्वर हाइट स्थित रेडियो एफएम स्टेसन भएको आफैले निर्माण गरेको घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार आइतबार दिउँसो 12 बजेतिर उनी बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्। मनोरञ्जन त्यसमाथि पनि खास गरी हास्यव्यङ्ग्य कार्यक्रम प्रसारण गर्दै आएका उनी सोही एफएमबाट चर्चामा आएका थिए। सुरुवाती चरणमा कम्युनिकेसन कर्नरमा काम गर्दै आएका खनियाले कतारका साथीभाइलाई पार्टनर बनाई नयाँ बानेश्वरबाट रेडियो एफएम सञ्चालनमा ल्याएका थिए। पछि सो रेडियो स्टेसनको एक्लो मालिक भएका थिए। उनले धेरै हास्य कलाकारलाई कार्यक्रम सञ्चालन बनाएर विभिन्न हास्य र मनोरञ्जनमूलक कार्यक्रम प्रस्तुत गर्दै आएका थिए। उनी स्वयं पनि कुशल कार्यक्रम सञ्चालकको रूपमा स्थापित भएका थिए। अब यसो चर्चित हास्य कलाकारहरूलाई जन्मदिनमा रेडियोमा बोलाएर केक काटेर बर्थडे मनाउँदै ऊर्जा भर्दै आएका उनी पछिल्ला केही समयदेखि आर्थिक समस्याबाट जुझिरहेका थिए। उनले फिल्ममा लगानी समेत गरेका थिए। प्रहरीले घटनास्थलको मुचुर्का गरी सबलाई पोस्टमार्टमको लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ। उनको परिवारमा श्रीमती र छोरी छन्।